गाइड चाहिँ उहाँले गरिदिनुपर्छ जस हामीलाई खुसी लाग्यो फ्रीमा एउटा गाइड हामी चाहिँ अब एउटा ठाउँ भनेर आएको अब आउने ठाउँ चाहिँ यहाँ रहेछ वानमा थिच्यो भन्दा नि अब हामी त त्यो माथिबाट तल झर्ने ठाउँ त कहीँ देखाएको छैन त लिफ्टमा जाँदैछु यहाँबाट चाहिँ हामी अब गाडी यहाँबाट पारी राम्रो देखिन्छ त्यो त गइ तपाईँहरू गइ जाउँ न त्यता जानु ल है गाइज हामी यहाँबाट के देखिने र त्यहाँबाट लाइक दिस त्यहाँबाट खास देखिने चाहिँ के हो यहाँबाट भ्याली गाइज यहाँबाट चाहिँ हामी भ्याली देखिन्छ अरे जाँदैछौँ है यति धेरै हामी साथीहरू सबैजना मिलेर यहाँ बहिनी हाम्रो एकजना विदेशी बहिनी हुनुहुन्छ यहाँ अलिक सँगै आएको छु यहाँ गार्डन यहाँबाट तल चाहिँ देखिने गार्डन रे ल यहाँबाट अगाडि देखिने ठाउँ रहेछ हामी जाउँ यहाँबाट देखिने ठाउँ चाहिँ अस्ति आएको थियो तर यो ठाउँ थाहा भएन कि यस्तो दामीको गार्डन रहेछ गाई दामीको गार्डन ल go down okay this very nice view wow this side ल मलाई चाहिँ यहाँको सबै कुराहरू देखाउन आउनुपर्छ उहाँले यहाँ त्यसलाई ए ल वाउ ल यहाँ चाहिँ रहेछ त यति धेरै मान्छे यहाँबाट हेर्ने है साथीहरू आज चाहिँ हामी यो भेलिटाको मेन सिटीबाट देखिने यो जुन भ्यू छ यो चाहिँ एकदम चर्चित भ्यू रहेछ यहाँबाट हेरेको हेर्ने भ्यू धेरै राम्रो भ्यू हेर्न पायो यहाँ भाइ यहाँ छ यति धेरै सबैजना खुसी लाग्यो ल मलाई चाहिँ हामी मेन खास यो सिटीबाट देखिने मेन भ्यू यताबाट यति धेरै मान्छेहरू यसरी यहाँको भ्यू हेर्न लागि आउने ठाउँ रहेछ खास घुम्ने ठाउँ चाहिँ यहाँ रहेछ भवाल छ यहाँ देखिने यहाँबाट तल तोपहरू देख्यो भवाल छ है भवाल छ राम्रो लाग्यो खुसी लाग्यो जस घुम्ने ठाउँ खास यहाँ योभन्दा अस्ति अगाडि पनि आएको थिएँ म भेलिटा तर भेलिटाको मेन घुम्ने ठाउँ त घुम्न त घुमेको थियो तर यो ठाउँ ठ्याक्कै यो ठाउँ चाहिँ आएको थिएन गाइज खुसी लाग्यो यति धेरै मान्छेहरू धेरै टुरिस्टहरू यहाँ घुम्नको लागि यसरी आउने रहेछ यहाँबाट देख्नु भयो तपाईँहरू पनि हेर्नुभयो नि हेर्नु यहाँबाट तपाईँहरू त आइरहने हुनु होला है हामी त यहाँबाट सुट हुन्छ कहाँ सुट हो ए हेलो यताबाट हामी थोरै अगाडि गएर जान्छ है मान्छेहरू कति चाहिँ आउने रहेछ हेर्नुहोस् है यो हेर्नको लागि यहाँबाट तल यो चाहिँ मेन सिटी हो यो चाहिँ मालदाको एकदम प्रख्यात ठाउँ हो जुन चाहिँ भ्यालीमा भन्ने जुन मेन सिटीबाट देखिने दृश्य हो जसले यहाँ चाहिँ हरेक देशका मान्छेहरू आएर चाहिँ भिजिट गर्ने ठाउँ घुम्ने ठाउँ र यहाँ घुम्ने ठाउँ एकदम रमाइलो ठाउँ देखियो अझ खुसी लाग्यो Good afternoon, ladies and gentlemen. Welcome to the saluting battery. We are now 30 minutes away from firing off one of these guns at 4 o'clock on the dot. This is an age-old timekeeping tradition started by the Knights of St. John that we keep alive up to a daily basis. And now one of our gunners will be starting a demonstration on how we load and fire the guns we use today. If you're interested in a fantastic photo opportunity or to learn more about the history of this place, all you have to do is head down behind the fountain, down to the reception area where you can book your tickets.
Thank you for your attention, ladies and gentlemen, and hope to see you down here for our firing at 4. Thank you. देख्दैन हौ त्यहाँ गन पड्काउनु थाल्यो फायरिङ गर्नु लाग्यो भनिरहेछ त यहाँ तल चाहिँ विचारमा फायरिङ गर्नु थाल्यो जस्तो छ है भन्दै चाहिँ सुट गर्ने टाइम छ भन्दै अब हेर्दैछ के गर्ने रहेछ यहाँ तल सबैजना तल गएछन् यहाँबाट चाहिँ हामी के लियो भने यो 2 युरो तिरेर चाहिँ हामी गार्डन जान थाल्यो इट्स राइट इट्स इन गार्डन या थ्याङ्क यू सो मच बराका कार्ड यहाँबाट हामी गार्डन जाँदैछौँ साथीहरू ल 2 युरो तिरेर यहाँबाट घुम्न जाँदैछौँ ल यहाँबाट टिकटक बनाउने के बनाउने बनाउनुहोस् ल यहाँ बहिनीहरू यहाँ यता हेरौँ न के ल हाई है सबैजनालाई हाई ल यसो घुमघामको यसो हेरौँ यहाँबाट उनीहरू गार्डन छ अरे हामी गार्डनको लागि 2 युरो तिरेका छौँ दुईजनाको लागि यो 2 युरो तिरेर चाहिँ तल गार्डन गएर घुमेर अनि त्यसपछि आउँछौँ हामी यहाँ तल चाहिँ यहाँ अहिले 4 बजे सुट हुँदैछ अरे सुट भनेर फायरिङ हुँदैछ अरे त्यो फायरिङ पनि हेर्न भ्याउँछ होला भएन भने अब यहाँ हामी तल जाउँ ल है उसले नेपाली चाहिँ नेपाली चाहिँ हुँदो रहेछ हामी लिफ्टमा जाँदैछौँ लिफ्टमा जाँदैछौँ कोठा हो कोठा उहाँको चाहिँ ठिक गर्छन् केही होला जस्तो छ डाउन धेरै तल आइपुग्यौँ ल हामी ल थ्याङ्क यू ल गार्डनमा आयौँ हामी ल ल साथीहरू यहाँ तल आयौँ हामी यो गार्डन हुने ठाउँमा यहाँबाट हेरौँ यहाँबाट तलबाट जाने ठाउँ ल यी सबैजना आउँदै हुनुहुन्छ त्यसले के हो यहाँ त पुरै ऊ जस्तो पो छ त के अरे अन्डरग्राउन्ड उँधो जानेतिर छ क्या खोइ यहाँबाट कता जाने हो कता हो यहाँबाट खोइ यहाँ त रोडमा पो आइपुग्यो त हामी त ल ल त्यहाँ लु बताइदिनुहोस् न हामी तल आयो नि त धेरै तल जस्तो छ है कोही त यहाँ त छँदै छैन नि कोही त कहाँ उनै छैन नि अनि 1 मा थिच्यो भन्दा नि अब हामी त त्यो माथिबाट तल झर्ने ठाउँ त कहीँ देखाएको छैन त खोइ सिधै छ अनि कहाँ छ कि उतापट्टि हुनु पर्यो खोज ए खोइ तिमीले कहाँ देखायो टु द लेफ्ट ए ल ल यो हामी बसमा जाने होइन युरो अब हामी यहाँबाट अर्को गार्डनतिर जाँदैछौँ त्यहाँको भ्यू हेर्नको लागि सम्भवतः त्यो पनि धेरै राम्रो ठाउँ हुनसक्छ त्यो पैसा तिरेर त जाने होला यो युरो यहाँबाट पनि अझै ए यो ठाउँमा त अस्ति आएको थियो जस्तो लाग्छ यार म त उयो तलबाट त्यो ऊ चढ्ने ठाउँमा के अरे बाटो काट्यो त्यसै लोके छ ल आज उहाँले आज गाइड चाहिँ उहाँले गरिदिनु भएको छ जस हामीलाई खुसी लाग्यो फ्रीमा एउटा गाइड त्यसो भन्दा रिसाउला नि फेरि है फ्रीमा गाइड भेटिएको छ भने त रिसाउला अहिले फेरि है हो फ्रीमा एउटा अब गाइड भेटेको छु खुसी लाग्यो क्रस रोड देन आमा 15-20 मिनट्स रे थ्याङ्क यू यहाँबाट
यहाँबाट पारीबाट तरेर मात्रै जानुपर्छ अरे हामीले रङ आएछ नि त ठिक छ केही छैन बाटो अलमले अब यहाँबाट हामी अग्लो हाम्रो बाटो भुलिया हौ हो अग्लो बाटोबाट जाने हो बाटो छैन अरे अब हामी अर्कै बाटोबाट जाँदैछौँ अब त्यो गार्डन भनेर गएको अब कहाँ पुग्यो ल We want to cross there, it was very small. स्मल The road was very tiny. ल तर्नु थाल्छु यस थ्याङ्क यू Everyone is saying 10 minutes, this one says... Say 20 minutes. No, I don't know. He said 20 minutes. ल घुमाउनु ल्याएको मान्छेले बाटो बिर्सेछ अनि तिनीहरू चाहिँ हामी नेपाली जस्तै रहेछ बाटै काटेर हिँड्ने है ल गाई साथीहरू है यति धेरै घुम्ने बाटो ठ्याक्कै थाहा पाएन अब पनि तलबाट घुमेर आएको छु यस्तो गुफा घुमेर आउनु लाग्छ यहाँबाट अब खोइ यस्तो भित्र गुफा हुँदै पो जानु पर्ने रहेछ हेरौँ गो ल नि आउँ सबैजना यहाँ त म त बाटो त कता यो त अस्ति म आएको थिएँ यार यता त अस्ति हामी आने यहाँ तल बोट छ यहाँ बोट चढ्ने ठाउँ छ ल यो हामी यहाँ गुफा हुँदै छिरेको छु कहाँ हो यहाँ अब गार्डनमा लाने भनेर हिँडेको गाइज यिनी बहिनी यो काली बहिनीले गार्डन कता हो यहाँ गार्डन पत्ता लगाउनै गाह्रो हो भुल्यौँ ल यो ठाउँ अस्ति हामी यहाँबाट उता हामी अस्ति यहाँ त्यो यहाँबाट पारी उसमा जाने भनेर हिँडेको बिरुमा पुगेको थियो बिरु अस्ति बोट चढेर उहाँ बिरुमा पुगेको छ के भयो अरू ठाउँमा जाने भन्ने ठाउँमा त बिरु पुगेको छ यहाँबाट बिरु है के हामी अस्ति बोट चढेर गएको थियो त्यो बोट चढेर जाँदा त्यहाँबाट पारीबाट अर्कै ठाउँ त बिरु भन्ने ठाउँमा पुऱ्यायो तर यो चाहिँ के हो मैले कुरै बुझेन कि यहाँबाट हामी गार्डन भने अनि गार्डन कहाँको गार्डन त जाने त अब खै यिनले बाटो थाहा रहन्छ तिनी त एक्लै हिँड्ने हामी त होला कि तिनी त एक्लै हिँड्ने कहाँ हो हावा तालमा त्यही भनेको काम गर्ने अनि घुम्ने त्यसले चाहिँ गजब हुन्छ है ल है साथीहरू जाउँ फेरि अर्को अस्तिकै बाटो आइपुग्यो कि अस्तिकै ठाउँ यही बाटो हो यो अस्ति म यो बाटोबाट गएको थियौँ अस्ति हामी मेरो नानी माया नानीसँग यतैबाट आएको थियौँ एन्ड देन not that side Go from this road. This road another road त्यो डाँडा गएको थियो कि हामी अस्ति त्यो त गार्डन त छैन त्यो डाँडामा त्यो गार्डन चाहिँ हो तर त्यहाँ त्यो ऊ चाहिँ छैन के अरे गार्डन जस्तो चाहिँ छैन त्यो गार्डन जस्तो चाहिँ छैन त्यहाँ के छ भने त्यहाँबाट हेर्न मिल्यो त्यो माथिबाट जसरी हेर्न मिल्ने खालको ठाउँ छ त्यो अस्ति गएको थियौँ हामी त्यतैबाट यतैबाट बाटो आएको थियो राम्रो ठाउँ राम्रो छैन राम्रो ठाउँ छ यो त धेरै राम्रो ठाउँ छ नि होइन गार्डन चाहिँ त्यहाँ देखेको चाहिँ ल धन्यवाद ल है राम्रो छ ठाउँ त धेरै राम्रो छ नि योभन्दा राम्रो ठाउँ के चाहियो त होइन के कसो दिनु भाइ के छ के बोलाउनु है योले काका लिएर गएको ल बोकाउँ ल गाइज हामी चाहिँ अब एउटा ठाउँ भनेर आएको अर्को ठाउँ पुगिरहेको छ अब खास ठाउँ पत्ता नपाएको यो मान्छेले खै कता लिएर जान्छ Always come to Galena, but we don't know some places. नेपाली भाषा No vlog now, let's. I'm tired. गाइज ठाउँ चाहिँ बवाल भएछ है
We're going to see Balaka Garden and the lower garden. Baraka. Balaka upper this way. Good. We are going lower this way. You can see This way? the sign, yes. तलतिर उनले यिनले भरि हामी जाने ठाउँ चाहिँ पुऱ्याइदिनु न त अरू भन्दा नि हामीले भरि हामी जाने ठाउँ चाहिँ पुग्नु पऱ्यो अरूको थाहा भएन जति नै हिँडिहाल्छ हिँड्नु त हो ल ल ए हो ल ल ल ल ल खुसी लाग्यो ओके ओके ल ए सँगै त्यहाँ बाटै पनि भेटिहाल्यो केही छैन हो We don't go Gumla. We don't go घुम्न होइन यो यसलाई के यो ठाउँ हो आयो आयो साँच्ची नै ए ल ल आयो रे आइपुग्यो ले र लु लु साँच्च आइपुग्यो ए ल आए त भइहाल्यो नि आउनु चाहिँ पर्यो ठाउँ ठाउँ चाहिँ आइपुग्नु पर्यो ल ल आहा कस्तो दामी ठाउँ लु अब यहाँबाट चाहिँ भ्यू खिच्यौँ न ल कस्तो दामी ठाउँ छ ल यहाँ त अब यतैबाट हिँड्दा जाने यिनी पहिला घुमेर हिँड्छ यिनी घुमेर हिँड्छ गाडी पहिला यदि यो ठाउँ थाहा रहन्छ त्यही त त्यो थाहा रहन्छ यो अब मालटाको घुमघुमाइ पनि केही दिन छ अब यतातिर त्यस्तो भेट्न गाह्रै हुन्छ तिमी अब सार्वजनिक तौरले त्यहाँ भेट्न गाह्रै छ ल अब पुग्ने भन्ने ठाउँ पुगेको छैन जे पनि हिँड्दैछु अब यहाँ अरू दुईवटा त्यहाँ पुग्दैनसम्म त हामी पुरै यहाँ उ नै भला जस्तो छ केही छैन हिँड्दैछु ल ल अब